हस् राधे राधे। सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर पोखरा 17 महतगाउँडा सीतापाइला शुक्लाबन्धकी नजिकै विराजमान हुनुहुन्छ। भगवान हरिहरको विग्रह हुन्। यतापट्टि पुरै शिव हुनुहुन्छ, भगवान शिवको वाहन नन्दी यहाँ हुनुहुन्छ भने यतापट्टि पुरै विष्णुजी हुनुहुन्छ, विष्णुजीको वाहन गरुड यहाँ हुनुहुन्छ। यहाँ भित्र दुईटा छिद्रहरू पनि देख्न पाइन्छ। यी छिद्रहरूमा जीवहरू पनि देखिन्छन् बेला मौकामा। यो चाहिँ कास्कीकै सबैभन्दा पुरानो मन्दिर हो भन्ने कुराहरू चाहिँ अहिलेसम्म चाहिँ पुरा भइरहेको छ। योभन्दा पुरानो थाहा नभएको र 1864 भन्दा पुरानो भनेको 218 वर्षभन्दा पनि पुरानो मूर्ति हुन् भन्ने। बाहिरको जीर्णोद्धार त कतिचोटि भयो, त्यसको त आकलन छैन। तर यो मूर्तिको चाहिँ आयु हेर्ने हो भने यो अहिलेको जमानामा चाहिँ यो यन्त्रहरूले पनि बताउँछ होला चाहिँ गर्दाखेरि 1864 भनेको 218 वर्षभन्दा पुरानो। 218 वर्ष त खेत यो मन्दिरले पाएको डेट हो। त्यो मन्दिर देखेर राजाले आएर नदीमा स्नान गरेर जल चढाएर दिएको खेतको कागजमा भएको डेट मात्रै 1864 भन्ने कुरो बुझिएको छ। यो कास्कीको इतिहास पशुपतिभन्दा पछाडिको अर्को इतिहास पुरानो भएको मन्दिर हो जस्तो मलाई लाग्छ। आत्मानन्द ज्ञानानन्द हाम्रो कृष्णदासजी महाराज पनि यहाँ आएर दर्शन गरेर जानुभएको छ। हाम्रो ज्ञानानन्द देवघरबाट पनि आउनुभएको थियो। उहाँहरूले भनाइअनुसार चाहिँ उहाँहरूको भनाइअनुसार चाहिँ यस्तो 8 हात भएको हरिहर चाहिँ अहिलेसम्म दुर्लभै छ भन्नुभएको थियो क्या। उहाँले त्यो मैले ख्याल गरेको थिएँ। अब हजुरहरू पनि धेरै गुरुहरू धेरै ठाउँमा जानु भएको छ, भोग्नु भएको छ होइन, अध्ययन पनि गर्नुभएको छ। ठ्याक्कै यस्तो 8 हात भएको हरिहर अन्त काहीँ देख्नुभयो भने चाहिँ अन्त पनि रहेछ भन्छु मैले होइन। नत्र म आफूले पनि नदेखेको हुँदा चाहिँ यस्तो भगवानको विग्रह चाहिँ अन्त काहीँ देखिएको छैन। हरिहर त हरिहर, तर 2 हात उता विष्णु, आदि शिव आदि विष्णु भएको देखियो, आदि लक्ष्मी आदि नारायण भएको देखियो, आदि शिव आदि पार्वती भएको देखियो। तर पुरै शिव पुरै विष्णु भएको हरिहर चाहिँ यहाँ मात्रै छ भनेर मैले यति जानकारी गराएँ। राधे राधे। हस्, धन्यवाद। श्री राधे।